आज म पहिलो पटक बाबुलाई ल्याक्टोजिन बनाएर खुवाउन गइरहेको छु। यो खुवाउने तरिका चाहिँ पछाडिपट्टि यसैको बट्टाको पछाडिपट्टि बच्चाको उमेर अनुसार कति खुवाउने भनेर लेखेको हुँदो रहेछ। बाबुलाई पहिलो पटक खुवाउन गइरहेको हुँदाखेरि मैले चाहिँ 90 ml पानीमा 3 चम्चा हालेर खुवाउनु पर्यो भनेर सोचे, किनकि बाबुले खाना मान्छ मान्दैन भनेर अलिकति डाउट लागिरहेको थियो। त्यसपछि मैले चाहिँ 90 ml उमालेको पानी सेलाएर बोतलमा हालेर रेडी गरेँ। त्यसपछि ल्याक्टोजिन अब म 3 चम्चा यसमा चाहिँ हाल्छु। 3 चम्चा ल्याक्टोजिन क्रमशः हालिसकेपछि यसलाई चाहिँ राम्रोसँग मिक्स गरिदिने। यसरी राम्रोसँग हल्लाएर मिक्स गरिसकेपछि यो चाहिँ पिउनको लागि रेडी हुन्छ। यदि तपाईहरुलाई यो बनाउने विधिमा चाहिँ कन्फ्युज हुनुहुन्छ भने यहाँनेर दिएको क्यूआर हुन्छ। यो क्यूआर कोडलाई चाहिँ डाइरेक्ट हामीले गुगल मार्फत स्क्यान गरेर पनि जानकारी लिन सक्छौं। त्यसको लागि गुगल ओपन गर्ने, क्यामेरालाई अन गर्ने, क्यामेरा अन गरिसकेपछि क्यूआरलाई डाइरेक्ट स्क्यान गर्ने। यसरी चाहिँ डाइरेक्ट युट्युबको लिंक दिन्छ, यहाँनेर क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँनेर चाहिँ 12 वटा फरक भाषामा भिडियो बनाएर राखिदिएको छ। यो भिडियो आफुलाई कुन भाषा सजिलो लाग्छ, कुन भाषा बुझ्नुहुन्छ त्यही भाषामा चाहिँ आफुले भिडियो हेरेर पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी बनाएर खुवाए। तपाईहरुले कसरी खुवाउँदै हुनुहुन्छ कृपया शेयर गर्नु होला। धन्यवाद। के गरेको पनान खेलेको हो।